नमस्कार सुस्वागतम। आज म पहिलो लुगामा आएको छु किनभने यो हो समय सोह्र श्राद्धको र तपाईलाई लाग्दै होला यसले श्राद्ध गर्न लाग्दैछ। होइन, म श्राद्धको बारेमा कुरा चाहिँ गर्न आइरहेको छु। सरकारले फ्याट्ट भनिदियो कि बाहुनहरू हो सोह्र श्राद्ध पनि भर्चुअल्ली गर। के सम्भव छ? छैन छैन छैन। कारण हो मोबाइल। बाहुनहरूले बोक्ने अधिकांश मोबाइल भनेको त्यही नोकियाको टिकटिके मोबाइल हो। दिनबन्धु गुरु लगायत केही बाहुनहरूसँग होला स्मार्टफोन, बाँकी सारा बाहुनसँग हुने भनेको त्यही हो टुकटुके। अहिलेसम्म पनि रिङटोन बज्दै तपाईँले थाहा पाउनुहुन्छ नि। अरू स्मार्टफोनमा गायत्री मन्त्रै बज्दा पनि भिन्नै हुन्छ। ओम भूर्भुवस्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात्। कर्ड्स बजा हुन्छ, गिटार बजा हुन्छ, बाँसुरी हुन्छ, अनेक चिज हुन्छ। पछाडिबाट धुम टुक 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 मादल तबला ढोलक सब बजिरहेको हुन्छ, झम्म पर्ने हुन्छ। तर जो प्रोपर बाहुन हुन्छ, बाहुनको माथि कस्तो बज्छ? टिङ टिडिङ 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 टिङ टिडिङ टिडिङ टिङ टिङ रिङ 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 टिङ रिङ 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 टिडिङ टिडिङ। तपाईँलाई लाग्ला गफ दियो, हुन्छ त्यस्तो। बाहुनहरूसँग पनि मोबाइल स्मार्टफोन नहुने भन्ने हुन्छ। बाहुनहरूले त लुट्या छन्, थुपारेका छन्, सोरेका छन्। ए बाबा हो जाबो टप्परै सोरेर कति चाहिँ हुन्छ क्या। बाहुनको पनि दुईटा वर्ग छ, ह्याप्स र ह्याप्स नट। यसरी सम्झिनु, ह्याप्स र ह्याप्स नट भनेको जो टुपी पाल्ने रेखी हाल्ने बाहुन हुन्छ नि, त्यो बाहुन भनेको ह्याप्स नट हो। तिनीहरूले सुँगुर पनि ह्याप्स दिँदैन, रक्सी पनि ह्याप्स दिँदैन, यिनीहरू ह्याप्स नटहरू हो। जो जनै नलाउने, टुपी नपाल्ने अनि ह्याप्स दिनेवाला हुन्छ नि, त्यसको कुरा अर्कै हुन्छ। यो ह्याप्स नटवालाहरूलाई राणा र राजाहरूले यस्तो कम्पिटिसनमा उतारिदिए कि लाइफ इज अ रेस भनेर यिनीहरू पनि दौड्न थाले। यति स्पिडमा दौड्न थाले कि पढाइको रफ्तार हेर्नु न। यति फास्ट पढ्छन् कि आफूले पढेको आफैलेसम्म बुझ्न भ्याउँदैनन्। यति स्पिडमा किन पढ्नु पर्यो भन्नु होला। नपढेर हुन्छ। आफूले एउटा पूजा सिद्ध्याउँदा अर्काले 3टा पूजा सिद्ध्याइदिन्छ। पेट पाल्न पुग्न पनि कम्तीमा 3टा पूजा त एक दिनमा सिद्ध्याउनु पर्छ, ओभर टाइम सहित गरेर। कम्ता गाह्रो छ। त्यसमाथि हेर्नु, सोह्र श्राद्धको बाहुन भनेको सबभन्दा व्यस्त भन्छ नि। यो बेलामा पुरा रेखी हानिरहेको हुन्छ। त्यो रेखी भनेको फेरि ठट्टा नठान्नुहोस्, त्यो बेलामा चाहिँ पुरा भगवान्सँग मन्त्रद्वारा कनेक्सन बनाएको हुन्छ। अनि जुन मन्त्र पढ्छ नि, त्यो मन्त्र चाहिँ भगवान्ले सुनिरहेको हुन्छ। अनि त्यो बेला पढेर मन्त्र हालिरहेको हुन्छ, रेखी हानिरहेको हुन्छ। त्यही बेलामा उता अर्को यजमानकोबाट फोन आइदिन्छ। आएपछि उसले उठाउँछ र भन्छ, प्रभु म आउँदैछु, प्रभु आउँदैछु, म आइहाल्छु, प्रभु आइहालेँ। अब कनेक्सन बनाएछ कहाँ? भगवान्सँग माथि। भगवान्ले सुन्छ। ओ चित्रगुप्त हेर त, बाहुन त आउँछु भन्छ त, आउने बेला भयो कि छैन हिसाब हेर। चित्रगुप्त भन्छ, प्रभु हिसाब हेर्दाखेरि आउने बेला भएको त छैन, तर अब त्यहाँ त्यो पहिचानवादीहरूले भयङ्कर गाली गरेकाले गर्दा आत्महत्या गर्न आँट्या होला बाहुनले भन्छन्। फेरि उता माथि ए बाहुन आउने भए, ल तयारी गर्दै गर पनि भन्छन्। फेरि यता फोनमा अर्को यजमानसँग कुरा गरे हो भन्ने त भगवान्लाई थाहा छैन। फोन हुन्छ भने भगवान्लाई के थाहा। धेरै पटक यसरी बाहुनले झुक्याएपछि चित्रगुप्त र भगवान्लाई पनि लास्ट जी छुटेपछि बाहुन मरेको बेलामा चाहिँ पुरा तेल भक 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 उमालेर लगेर बाहुनलाई चैया चोबेको त बाहुन त खुसी हुँदो रहेछ। ए बाहुन तेलमा डुबाउँदा पनि के को खुसी भनेको, प्रभु काठमाडौँ खाल्डोमा पानी नपाएर हरेक दिन नुहाउन त नुहाइयो, जम्मा जम्मी एक आमखोरा पानीले सुङ्गै जिउ नुहाउँदा नुहाउँदै पुरा बाहिर त तह पत्रै बनाएर रहेछ। बल्ल तपाईँले यो तातो तेलमा डुबाएपछि त्यो उकेर ठिक ठाउँमा आइपुग्यो अरे। ल भएन, बाहुनलाई तलाउनै पर्छ भनेर फेरि तातो झिर त तर यहाँबाट छिराएर यताबाट निकालिदिएको होइन। बाहुन त फेरि खुसी हुन्छ। ए बाहुन के भयो, यति हुँदा पनि चिच्याएर कराएर किन त कोलाहल मचाउँदैनस्? भगवान्ले सोद्धाखेरि बाहुनले भन्दो रहेछ, प्रभु धरतीमा हुँदाखेरि गाली खाँदा 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 सुन्दा 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 कानै बुझिया रहेछ, बल्ल खोलिएको जस्तो हो प्रभु, बडा आनन्द आइरहेछ मलाई त। यस्तो स्थिति हो भनेको ह्याप्स नटवालाहरू। ह्याप्सवालाहरू त हुन्छ नि, कहाँ सेटिङ हान्ने, कहाँ राज्य यन्त्रमा प्रयोग हुने, कहाँ कसरी खाने, कहाँ कसरी सेटिङ मिलाउने, कहाँ कसरी भाग लिने, यो सारा कुरा गर्न सक्नेहरू ह्याप्स हुन्। र यिनीहरूले नै भनिदिए कि भर्चुअल्ली गर पूजा पनि। तर भर्चुअल्ली गर्न सम्भव छ त?
छैन, मोबाइल छैन। त्यसले गर्दा मेरो राज्यसँग एउटा गम्भीर माग छ। यो माग जसरी जुनसुकै हालतमा पनि पुरा गरिनुपर्छ। सरकार कोरोना कोष भित्रैबाट अर्को 1.5 अर्ब खर्च गरेर त्यही 10-12 अर्बमा अर्को 1 अर्ब थपिने त हो। हरेक ब्राह्मणलाई एक-एकवटा स्मार्टफोनको व्यवस्था गरियोस्। यति भनेपछि मेरो यो भिडियो पनि सुपर हिट हुने सम्भावना छ, किनभने जसले मोबाइल सप्लाई गर्ने आश गरिरहेको भेन्डर छ नि, तिनीहरूले यो भिडियोलाई बुस्ट हानेर भए पनि हिट बनाउँछ र हरेक ब्राह्मणलाई एक-एकवटा स्मार्टफोन दिलाउने बहानामा त्यो बिचबाट कमिसन यो चाहिँ ह्याप्सवाला हुन्छ। फेरि त्यहाँ बाहुन मात्रै हुनसक्छ भन्ने छैन, जो पनि हुनसक्छ। र अर्को कुरा भनेको अब यसपटक चाहिँ त्यो गर्दाखेरि के हुन्छ, इन्टर बटमलाई चाहिँ स्वाहा बनाउनु पर्यो। त्यो जहाँ पुग्दाखेरि स्वाहा हुन्छ, त्यो गर्ने ठाउँमा चाहिँ इन्टर बटन। अब कारोबार कसरी गर्ने पैसाको भन्दाखेरि पैसाको विकल्प त यी सेवाहरू भयो, डिजिटल पेमेन्ट एपहरू हुने भयो। र यहाँ अर्को एउटा शङ्का यो पनि गरिँदैछ कि प्रधानमन्त्रीका आइटी सल्लाहकार असगर अलीले आफ्नो ई सेवाको ब्रान्ड प्रवर्धन गर्नको लागि डिजिटल्ली र भर्चुअल्ली श्राद्ध गर्ने वातावरण निर्माण गर्नको लागि प्रेसर क्रिएट गरेका हुन्। यो कुरामा तथ्य र तर्क 0% हुन सक्छ। म ठोक्वा गरेर भन्छु, यसमा 0% हुन सक्छ। सुन्दाखेरि त 100 हो कि जस्तो लाग्छ नि, तर काहीँ कुनै न कुनै त एप त प्रयोग गर्नै पर्यो नि। हुँदा हुँदा बाहुनलाई लोभी भन्ने मान्छेहरू अहिले के भन्छन्, भर्चुअल्ली त्यो पूजा गर्दा श्राद्ध गर्दाखेरि त जति रुपियाँ हाल्नुपर्ने हो त्यसको फोटो खिचेर म्यासेन्जरमा पठाइदिने अरे। महालोभीहरू भन्न चाहिँ बाहुनलाई लोभी, चुइया, काठा भनेको छ, गर्न चाहिँ आफू महालोभ गरिरहेछ। चित्त दुख्छ नि त हामीलाई पनि, हाम्रो पनि मनै त हो नि पार्वती भने जस्तो हो क्या। र सबभन्दा ठुलो कम्प्लिकेसन चाहिँ के हो भने, जुन रेखी हालिन्छ नि, त्यो रेखी हाल्दाखेरि त मन्त्र पढ्नुपर्छ। त्यो रेखी कसरी हाल्ने त भर्चुअल्ली? तपाईँलाई लाग्ला त्यो सिङ्गै बनिसकेको ढिक्क डाउनलोड गर्ने अनि त्यसैलाई गर्ने, कहाँ हुन्छ? धर्कै पछि मन्त्र फरक फरक हुन्छ। धर्कै पछि मन्त्र फरक फरक हुने भएपछि त प्रक्रियागत रूपमा गर्नु पर्यो नि। त्यसको लागि म यो सरकारसँग जोरदार आह्वान गर्दछु कि हरेक ब्राह्मणहरूलाई एक-एकवटा ग्राफिक डिजाइनर पनि उपलब्ध गराइयोस्, जसले हरेक मन्त्र सँगसँगै धर्का तान्छ र भर्चुअल त्यो जुन रेखी हान्ने हुन्छ नि, त्यो रेखी पनि उसले तयार गरिदिन्छ। र अर्को एउटा कुरा, यसरी पूजा गरेको पितृले पाउँछ त? पितृ भनेपछि त्यहाँ चाहिँ लकडाउन छ कि छैन होला फेरि? अब यताबाट कोरोनाकै कारणले बितेर पनि जानुभएको छ मान्छेहरू त। अब गएको मान्छेलाई चाहिँ 14 दिन क्वारेन्टाइनमा राख्नुपर्छ भन्ने कुरा उहाँहरूलाई माथि थाहा छ कि छैन? अनि अर्को कुरा, अब यो भर्चुअल्ली जाने भएपछि त नेटले काम गर्नु पर्यो। हाम्रा टेलिकमहरूका नेट गाउँ गाउँसम्म त पुग्दैन, यहीँ सहरमा पनि असनभित्र पुग्यो भने टिप्दैन भने स्वर्गसम्म यसले कनेक्ट गर्छै गर्दैन। त्यसैले स्वर्गसम्म पनि भेट्ने गरीको नेट बलियो बनाइयोस्। सञ्चार मन्त्रालयसँग यो अर्को एउटा जोरदार माग छ। र एउटा पीडाको कुरा पनि गर्नु पर्यो क्या, हरेक ठाउँमा न्यूनतम पारिश्रमिक हुन्छ। सञ्चार क्षेत्रमा पत्रकारको न्यूनतम पारिश्रमिक, सरकारी क्षेत्रमा न्यूनतम पारिश्रमिक, दिनभरि दैनिक ज्याला मजदुरी गर्नेलाई न्यूनतम पारिश्रमिक, हरेकलाई न्यूनतम पारिश्रमिक, हरेकलाई न्यूनतम पारिश्रमिक। तर ब्राह्मणलाई खोइ न्यूनतम पारिश्रमिक। दिउँसोभरि चैतमा वैशाख जेठ असार साउन भदौ त्यस्तो गर्मीमा आगोको छेउमा तप तप पसिना चौँदै ओम स्वाहा ओम स्वाहा गरेर चरु पोल्यो। घरमा गएर पोको खोलेर हेर्दाखेरि नगद 300, 2-3 केजी चामल अनि कुहिएका फलफुल। दिउँसोभरि त्यो आगाका छेउमा राख्दा त सधैँ फलफुल पनि कुहिएको हुन्छ, त्यसमाथि पनि ल्याउनेले पहिले नै बाजेलाई दिने हो भनेर पहिले नै छान्दै नराम्रो छाने हुन्छ। अहिले त फलफुल पसले पनि बाहुनका छोराछोरी आयो भने पुरा खुसी हुन्छ अरे, किन भन्दा आएर छान्दाखेरि पनि राम्रो होइन नराम्रो चाहिँ छान्छ अरे क्या। बानी परेको नि फलफुल भनेकै त्यस्तै बिरेको हुन्छ भन्ने बुझिसकेको स्थिति। न्यूनतम पारिश्रमिक हुनु पर्दैन? तपाईँलाई लाग्ला सजिलो काममा सजिलै हुन्छ, कहाँ पैसा हुन्छ? जाबो टपराटक सजिलो छ। त्यतिको आगोमा तपाईँ बसेर देखाइदिनुहोस्, 200 चुरोट खाए बराबरको धुवा खानु परेको छ त्यति गर्दाखेरि।
अनि अक्षर हेर्नुहोस् त, अक्षर यत्रा साना साना अक्षर छ, सुरुदेखि अन्तिमसम्म एउटै डिकोमा हाल्या छ, अनि उताबाट आगोले पुरा आँखाको पानी सुकाइदिया छ, अनि यत्रो चस्मा लाएर हेर्नु पर्या छ। बाहुनको काम सजिलो, लुटे ठगे सोरे भन्ने मान्छेहरूलाई मेरो चुनौती छ। त्यो किताबको एक लाइन मात्रै पढेर देखाऊ अनि म मान्छु। कुरा हेर्ने यार कम त गाह्रो छ, गाह्रोलाई त गाह्रो भनेर बुझिदिनु पर्यो नि त, पर्दैन? र यो परिस्थितिमा सबै ब्राह्मणहरूलाई भर्चुअल्ली श्राद्ध गर्न सक्ने वातावरण नदेखिएको हुनाले गर्दाखेरि बरु सेनिटाइज गर्नको लागि अलिकति रक्सीहरू बोकेर नै यस्ता हात दल्दै दल्दै भए पनि ब्राह्मणहरू जानुहुन्छ। सिडिओ कार्यालय मार्फत ब्राह्मण विशेष कोरोना फ्री पास उपलब्ध गराइयोस् भन्ने हाम्रो जोरदार माग छ। कम त गाह्रो छ। अरू मान्छेहरू गम गम मासु खाइरहेका छन्, घट्यो खसीको मासुको भाउ, घट्यो कुखुराको मासुको भाउ भनेर गम खाँदाखेरि पनि बाहुनहरू अझै घिरौँलाको तरकारी खाइरहेका छन्। पत्याउनुहुन्नलाई यो घिरौँला बनेकै त्यही रहेछ। घिमिरे र निरौलाहरूले विशेष फेभरेट मानेर खाने हुनाले गर्दा घिरौँला बनेको रे यो भन्ने कुरा पनि छ। र जे भए पनि गाह्रो छ क्या, जे गर्न पनि गाह्रो छ नि त। गाह्रोलाई त गाह्रो भनेर त बुझिदिनु पर्यो नि त। र एउटा विनम्र अनुरोध चाहिँ के हो भने यसमा धेरै अप्ठ्यारो गरी नसोच्नु होला। यो विशेष गरी रमाइलोको लागि निर्माण गरिएको छ र यो कुरा पनि अनुरोध गर्न चाहिएको छ कि देयर आर टु क्लास, ह्याभ्स एन्ड ह्याभ्स नट इन एभ्री सोसाइटी एन्ड एभ्री कास्ट। सबै ठाउँमा ह्याभ्स र ह्याभ्स नटको दुईटा वर्ग हुन्छ र बाहुनमा पनि त्यो वर्ग हुन्छ। र दुःख गर्ने मान्छेहरूले दुःख गरे बापत त्यो दुःखको अथवा मेहनतको सम्मान पनि प्राप्त गर्नुपर्छ। यो कुरा पनि छ। अरू बाँकी केही पनि होइन, कुरा हल्का रमाइलो हो। तपाईँलाई मन पर्यो भने साथीभाइलाई पनि सेयर गरिदिनु होला भन्दै यहाँहरूको बिचबाट आजलाई बिदा हुन्छु। नमस्कार।